वेलकम छ नमस्ते गाइज। आज चाहिँ हामी माछा पार्न आएको छु गोटी चौरमा है गाइज। माछा पार्न आएको तल त्यहाँ जाने फेरि एकजना भाइले माछा ओए नरेशजी यता ल्याउ त माछा देखाउनु पर्छ गाइजहरूलाई पनि। यहाँको जुम्ला गोटी चौरको माछा देखाउनु पर्छ, ल्याउ त यता। हेलो गाइज म देखाउँछु नि त। माछा यहाँ कट्टो भित्र छ है, माछा यो कट्टो भित्र छ है, 2-3वटा हिला छ नि यहाँ माछा पनि यार। अर्ग्यानिक नर्मल माछा है, ओरिजिनल माछा फेरि बेनी गरे होइन 200 रुपियाँ भन्छ नि यार। कति 9वटा छन् भाइ? 9वटाले 500 कि 200 यस्तो डेन्जर ठाउँ है। तल माथिको यहाँ भेट्दैन होइन, अब तल जाने माछा पार्न है। लगाइज हामी माछा पार्न जाँदैछु, पछि भेट्यो भने चाहिँ तपाईँहरूलाई पनि राखिदिउँला है। पारि त्यो विदेशको कम्पनीभित्र आउनु होला, बियर खाने बियर के खानुहुन्छ त्यहाँ आउनुपर्छ है गाइज। ल माछा खानु भने कन्ट्याक्ट गर्नुपर्छ। अर्ग्यानिक नर्मल ओरिजिनल माछा भने त सबैलाई थाहा छ होला, ओरिजिनल माछा के कुनै केही हालेर बनेको, कुनै के हालेर बनेको, आफ्नै मम्मीको काखबाट आएर बनेको गाइज। ल थ्याङ्क यू सो मच। ल